एकैछिन पर्खनुहोस् है त। म एउटा यति महत्त्वपूर्ण भिडियो लिएर आएकी छु कि सबैजना 3 करोड जनतालाई एकदम काम लाग्ने खालको भिडियो छ हैन। भिडियोलाई अन्तिमसम्म सुन्नु होला है त। तपाईहरुलाई बिगार परेको छ है, बिगार परेको छ भने डाक्टर भटान जाने, धामी लाउने, के लाउने गर्नु पर्दैन है। सजिलो उपाय हाम्रो नेपालको जुनसुकै भूभागमा पनि सहज ढङ्गले पाइने 1 रुपैयाँ पनि खर्च गर्नु पर्दैन है। बिगारको दबाई गर्नलाई 1 रुपैयाँ पनि खर्च नगर्ने उपाय म हजुरहरूलाई सिकाउन गइरहेको छु है त। निशुल्क रूपमा सिकाउँछु के, मलाई चार्ज चाहिँदैन है त। मेरो मनमा लागेको 2 शब्द बोल्दैमा हैन, अनि हजुरहरूलाई उपचार पाउनु भयो भने त अनि किन जानु, डाक्टर भटान पैसा खुवाउनु पर्दैन है। र बिगार पर्यो भने हुने लक्षणहरू पनि म भन्न गइरहेको छु है त। तपाईलाई यदि बिगार पर्यो भने तपाईलाई खानेकुरा हेर्न मन लाग्दैन र बल्ल बल्ल त्यो खानेकुरा खानु भयो, जबरजस्ती अब खान मन नलाग्ने, पेटमा त भोक लाग्छ नि त हैन। अनि त्यो खानेकुरा खाइसकेपछि तपाईलाई भित्र पच्दैन के, त्यो पाचन प्रणालीले काम गर्दैन, जस्तो खायो त्यस्तै जान्छ। अनि त्यहाँबाट फेरि अर्को कुरा के हुन्छ भने जब तपाईलाई बिगार पर्यो भने तपाईको खानेकुरा खाने बित्तिकै छ नि तपाईको पेट एकदम घुर्र कराउने जस्तो हुन्छ हैन। यो चाहिँ मेरो आमालाई, मेरो जन्मदिने आमालाई भएको कुरा हजुरहरूलाई म भन्न जाँदैछु है त। कुनै पनि भिडियोहरू चाहिँ मैले के गर्छु भने जब आफूले भोगेर आफूले नभोगिकन हजुरहरूको समस्या म भन्दिनँ क्या हैन। हो त्यस्तो भयो मेरो माता, मेरो आमालाई हैन, अहिले स्वर्ग जानुभएको छ हैन अब। अनि त्यस्तो भयो मेरो आमालाई, र पेट कराउने, खान मन नलाग्ने, त्यो खानेकुरा देख्ने बित्तिकै एकदम भनौँ न त्यो एकदम एलर्जी नै हुने क्या, त्यो खानेकुरा त देख्नै नहुने त्यस्तो भयो। अनि के भएको होला भनी दिशा चेक गर्न लगेँ, दिशामा पनि केही पनि छैन भन्छ, हरेक है धामी झाँक्री दुनियाँ लगाएँ। अनि मैले ठ्याक्क थाहा पाएँ कि सिउँडी भने त थाहा छ नि हजुरहरूलाई, सिउँडी है। अहिले म ठ्याक्क देखाउँथेँ सिउँडी मेरै घर वरिपरि अलि छैन पर छ क्यारे। हजुरहरूले भन्नुभयो भने त्यो सिउँडी म देखाउन पनि सक्छु अर्को भिडियोमा। र सिउँडी भनेपछि बुझ्नु त पर्ने हो हैन। तर त्यो सिउँडीलाई के गर्ने भने नि आफैले गर्न चाहिँ मिल्दैन फेरि है, अर्कोले गरिदिनु पर्छ के। जस्तै मानिलिउँ ल मलाई बिगार पर्यो भनेदेखि म आफैले गरेर हुँदैन, अर्को व्यक्तिले, दोस्रो व्यक्तिले गर्नुपर्ने हुन्छ के। ट्याक्क त्यहाँ अर्को व्यक्तिले चाहिँ के बार भने आइतबार र मङ्गलबार 2 बार पारेर ठ्याक्क बिहानको झुल्के घाममा, ठ्याक्क झुल्के घाम हुनुपर्छ। घाम आधा झुल्केको आधा त्यो हुनुपर्छ कि पूर्ण रूपले झुल्किने पनि हुँदैन र नझुल्केको पनि हुँदैन कि। मङ्गलबार र आइतबार पारेर सिउँडीलाई एउटा हैँसिया अथवा कचियाले, अब यो सिउँडीको बुटा यो भयो, अनि यस्तो गरी काट्नु पनि हुँदैन फेरि, यस्तो ठाडो पारेर एकै छप्कामा छिन्नुपर्छ त्यो सिउँडीको रुख चाहिँ हाँगो। अनि त्यसको दुध आउँछ नि त, अनि यसरी यस्तो गरी काट्ने, एकै छपकमा काट्ने र अनि त्यसपछि त्यो दुध झरिसक्छ। दुध झरिसकेपछि अनि त्यो जुन त्यो भित्रको गुदी हुन्छ नि, गुदी अथवा त्यो दुध झरिसकेपछि त्यो जे होस् त्यो बोक्रा भन्दा भित्रको चाहिँ हो, त्यसलाई निकाल्ने र 3 टुक्रा पार्ने हो। 3टा एद्रा र झिँगाको टाउको चाहिँ 3 टुक्रा पार्ने। अनि एकपल्ट यसरी उल्टो हातबाट यसरी यहाँ राखिदिन्छ, जुन व्यक्तिले गर्नुपर्ने हो बिगार भएको व्यक्तिलाई यसरी राख्छ। यसरी खाने हो। अनि 2 पल्ट चाहिँ सुल्टोबाट खाने। यसरी सुरुवाती चरणमा 1 पल्ट यहाँबाट खाने, सट्ट निल्ने, पानी नखाइकन एकदम खाली पेट हुनुपर्छ है। अनि 2 चोटि चाहिँ यहाँबाट खाने, आइतबार र मङ्गलबार पारेर यति गर्नुभयो भने तपाईँको बिगार चट है त। भिडियो सम्पूर्ण माझ पुर्याइदिनु होला है त। हस् त, बाई बाई, उडी चिप्पा।